हाम्रो पात्रो विक्रम सम्वत ईस्वी सम्वत भन्दा किन 57 वर्ष अगाडि छ। यो संयोग हो कि यसको पछाडि लुकेको छ कुनै ऐतिहासिक रहस्य। साथीहरू आउनुहोस् आज जानौ विक्रम सम्वतको वास्तविक कथा। विक्रम सम्वत दक्षिण एसियाको एक प्राचीन पात्र हो जसको सुरुवात करिब 57 ईसा पूर्वमा भएको मानिन्छ। विक्रम सम्वतलाई राजा विक्रमादित्यसँग जोडेर हेरिन्छ जसले शकाहरूलाई पराजित गरेको खुसीमा यो सम्वत सुरु गरेका थिए। इतिहास र लोककथा अनुसार जैनका राजा विक्रमादित्य पराक्रमी र न्यायप्रिय शासक थिए। उनले शकाहरूलाई युद्धमा हराएपछि नयाँ युगको सुरुवात स्वरूप विक्रम सम्वत चलाए। विक्रम सम्वत केवल समय गण्ने प्रणाली मात्र नभई धर्म, न्याय र विजयको प्रतीक पनि मानिन्छ। शका भन्नाले मध्य एसियाबाट आएका इन्डो सिथियन जातिलाई बुझिन्छ जो पछि भारतका विभिन्न भागमा बसोबास गरी शासन गर्न थाले। लिच्छवी कालका शिलालेखहरू अनुसार नेपालमा विक्रम सम्वत प्राचीन समयदेखि नै प्रयोग हुँदै आएको पाइन्छ। मध्यकालमा नेपाल सम्वत बढी प्रचलनमा भए पनि विक्रम सम्वत धार्मिक र सांस्कृतिक रूपमा प्रयोग भइसकेको थियो। यसले यो देखाउँछ कि यो प्रणाली बिस्तारै नेपाली समाजमा स्थापित भएको हो। नेपालमा विक्रम सम्वतलाई आधिकारिक मान्यता दिने श्रेय चन्द्र शमशेरलाई जान्छ। विक्रम सम्वत 1958 मा चन्द्र शमशेरले विक्रम सम्वतलाई सरकारी कामकाजको पात्रो बनाए। यसको कारण ऋतु र कृषि चक्रसँग मेल खानु, प्रयोगमा सजिलो हुनु र देशभर एउटै प्रणाली लागू गर्नु थियो। विक्रम सम्वत र ईस्वी सम्वत बीच करिब 57 वर्षको अन्तर हुन्छ। जस्तै अहिले विश्वमा ईस्वी सम्वत 2026 चलिरहँदा विक्रम सम्वत भने 2083 सालमा पुगिसकेको छ। नयाँ वर्ष वैशाख 1 बाट सुरु हुन्छ र यो सूर्य चन्द्र दुवैमा आधारित छ जसले चाडपर्व र कृषि कार्यमा समेत सहयोग पुर्याउँछ। विक्रम सम्वत केवल पात्रो होइन, यो हाम्रो इतिहास, संस्कृति र पहिचानको महत्त्वपूर्ण प्रतीक हो। नयाँ वर्ष विक्रम सम्वत 2083 सालको हार्दिक मङ्गलमय शुभकामना।